ल साथीहरु अब हामीले यहाँनिर यसलाई के भन्छ रे शान्ति अम्मु स्यान्डविच अमु स्यान्डविच अरे हैन खै के स्पाइसीमा हैन अब यहाँले लिएर आएको छ अनि हामीले यसरी यहाँ खान लाउन दिदीले खै कसरी खानुपर्छ दिदी यसरी तान्दै खानुपर्छ दिदी लरर यो तपाईँ पराठा मात्र आयो कि दिदी म समाउनु यो खान्छु अनि तपाईँलाई दिन्छु ल हैन साथी यसरी झ्याप्पै हम्मै गम्मै खानुपर्छ रे के यसरी हैन यस्तो दामी हुन्छ रहेछ हैन अब साथीहरु म पनि खाना जाँदैछु ल एक बाइट हामी त खाना त खाएर आएको हैन त्यही पनि अब उयो हान्दिउँ न आज यहाँ आएको ल यहाँनिर यस्तो मिठो हुन्छ कि साथीहरु ल खाइ ल खान्छु ल सेला चाहिँ टुक्क भएछ खानु धेरै स्पाइसी गरेर नभए पिरो हुन्छ सुषमालाई याद छ यहाँ हामी आएर खाएको पहिला है याद नहुने अस्ति भरे मैले कुरा गरेँ हैन कस्तो जान मन छ शान्तसँग हिँडेर फेरि त्यहाँ गएर चिया खान मन छ भन्नु के त्यतिखेर मैले यो वाउ तर मैले धेरै स्पाइसी नाल भनेको के भन्छ है ठिकै छ मैले खुर्जान टोक्यो पिरो छ पिरो छ तर मैले ज्यादा सुन्नु तर एक गुली खाए झन् पिरो हुन्छ थाहा छ दिदी कस्तो भइरह ओ माई गड खाने है दिदी मलाई पनि एकदम रमाइलो लागिरहेको खान्छु तिमीलाई ए बाबा रमाइलो पहिलाको दिनहरू एकदम याद आइरहेको ताजा ताजा याद आइरह है ताजा ताजा त्यहीमाथि पराठा नि ताजा 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 खाएर पुरै हट हट भइरहेको अब एकदम गर्मी भएको अवस्था दाँतमा अड्के सिमी होइन यहाँ म समय किन्छु अब दाँतो त्यस्तो छ बेबी नखाने अब के गर्नु दाँत त्यस्तो अड्किन्छ दाँत के गर्नु साथीहरू दाँत अड्किन्छ कि ल बत्ती बल्दा झन् कति राम्रो दिदीले त पाएको थियो यहाँ त अड्किछ मेरो चिया खाऊ न ल यो चियासँग यो मिठो हुन्छ दिदी जोग्नु त इनफ यो खानु दिदी यस्तो मिठो भयो कि यो डोक्नु नि एकचोटि गर्दा डोक्नु ताता के भन्छ नि अब यो भिडियोमा भन्न हुन्छ कि हुन्न होइन भिडियोमा भन्नुहुन्छ नि भन्नु के कुरा भन न अघिसम्म दिनु अनि अहिले हामी यहाँ बसेर मजाले चिया र यो उसको रोटीको यहाँ इन्जोय गरेर रमाइलो सबै हरायो यस्तो राम्रो केटा हो कुल एन्ड हट म त राम्रो छु दिदी खानु एकचोटि चिया आज आफ्नो थुप्रो I miss you, Asmita, really. Asmita. Yes, I really miss you. I really miss you. We are miss you, Asmita. I'm not joking. I'm serious. I'm not joking. I'm not joking. I'm just missing Asmita. Tatpate. Yes, Tatpate. अस्मिता म त यहाँ तिमीलाई कति सम्झिरहेको छु साँच्ची होइन त यति मिस गर्दैछु रेली बहिनी एकचोटि खानु यहाँ मलाई एउटा कुरा मिस लाग्यो एउटा कुरा याद आयो हाम्रो ओरिपरि कति धेरै मान्छेहरू छन् त होइन लाग्छ खाऊ न छोरी पाउनुपर्छ होइन पाउ न छोरी छोरी पानी खेलाउने कसले छ अब यहाँ बिजी हुन्छ दिदी ल मैले के भन्नु खान्थेँ भन न यहाँ यत्रो धेरै मान्छे छ नि त है कोही मान्छे गाडीभित्रबाट हेरेर कोही मान्छे त्यहाँभित्रबाट हेरेर होइन मैले कोही यतापट्टिबाट हेरेर होला हामीलाई कसैबाट हेरेर होला होइन मलाई लाग्छ तिमीले के सोच्यो होला भने बिचरा हामीसँग पैसै छैन है एउटा सेयर गरेर खायो एउटा चिया पनि सेयर गरेर खा होइन होइन सेयर गरेर खा तर त्यस्तो होइन गाई हामीसँग लट अफ मनी छ हामीसँग लट अफ त्यही भएर हामी दोकानै किनेर खाइदिन्छ होला त्यही भएर यसरी बसेको हो कि हामीसँग लट अफ मनी छ होइन आज आयो तर हामीसँग हामी पैसा हामीलाई भाइ पनि भन्यो भाइ राम्रो देखिन नि हामीसँग यति धेरै पैसा छ कि होइन हामी तर भन्नु पैसा गुन्डा लाग्छ म भन्दिनँ कि तर हामीसँग पैसा छैन हामी त्यस्तो धेरै खर्च गर्न चाहँदैनौँ कि हामी सेयर खाना खाएर आएको
हामी भर्खर खाना आएको तर यहाँसम्म आइसकेको यहाँको करक र यहाँनिरको यो स्यान्डविच भने के आएको बेलामा खाइहाल्नु मिस गरेँ नि त त्यो खाना मन लाएर मात्रै होइन तर हामीसँग लट अफ मनी छैन फेरि पैसा छ भने फेरि माग्न काम चाहिँ नगर्नु होला फेरि अहिले होला है वानी तपाईँहरू फेरि हामी दिन सक्दैन हामी दिन सक्दैन फेरि त्यस्तो मान्छे हो हामीले जान्छौँ है गाडीमा हामी एक्सर्साइज गर्ने खाले मान्छे हो कि कस्तो हाम्रो बडीलाई फिट राख्ने मान्छे हो अफकोर्स छिटो सोरा यहाँ we are go now after 8 o'clock we are working बेबी अब हामी जाँदैछु घरमा रुम जाँदैछु खुसी लाग्यो है म त पहिलोचोटि आएको तपाईँले जति आउँछ पछि अरे गर्नु हुन्छ राति बाह्र हुन्छ कि अब 12 मिनेट भयो नि त ओके बाई म पराउँछु जाउन छिटो पाउने मेरो वाला बनाउन बरु